जनयुद्धमा हामीले उठान गरेको सामाजिक न्यायको कुरा राइट, जनयुद्धमा हामीले उठान गरेको राजतन्त्रको अन्त्य, सामन्तवादको अन्त्य, लोकतन्त्रको स्थापना त्यो पनि राइट, आम रूपले जनसमुदायलाई गाउँ गाउँमा गएर दिएको न्याय पनि राइट, माओवादी कार्यकर्ता नेता जुन रूपमा चाहिँ त्याग तपस्या बलिदान गरेका थिए ती कुरा पनि राइट। तर शान्ति प्रक्रिया आउने बित्तिकै यस्तो चिज किन भयो भन्दा एकदम क्लियर कुरा छ। माओवादीलाई एक्लै शासन चलाउने गरी राम्रोसँग दिया भए त राइट हुँदो रहेछ नि। जनअदालत पनि राइट थियो, न्याय पनि राइट थियो, गणतन्त्र ल्याउने पनि राइट थियो, संघीयता पनि राइट थियो, आम जनजातिको चाहिँ मुद्दा पनि राइट, सबै कुरा राइट रहेछ नि। 64 सालमा हामी आइपुग्दाखेरि, लोकतन्त्रमा आइपुग्दाखेरि हामीलाई रङ किन बनाए भन्दा हाम्रो पोजिसन कम्प्रोमाइज गर। हामीलाई बहुमत दियो 64 सालमा 601 मध्ये 301 आएको हो, हाम्रो 238 आएको। 238 को हाम्रो व्यवस्था के हो, बाँकी 300 भन्दा प्लस चाहिँ विधायकसँग सम्झौता गर। 2070 सालमा हामीलाई के मत दियो, होइन तिम्रो सम्झौता होइन अझ डोमिनेसन पोजिसनमा बसेर एकता हो भन्ने पोजिसन दिएपछि हामीले गर्नुपर्ने स्थिति के हो भन्दा हाम्रो साइडबाट, हाम्रो क्षमताबाट जति न्याय दियौँ एउटा पक्ष। दोस्रो कुरा तपाईँले भनेको सही नै हो, एक चरण थियो 52-62 को निमित्त सशस्त्र जनयुद्धको भ्यालु त्यति बेला सही थियो। 2062-63 को जनआन्दोलनको भ्यालु हाई थियो। त्यो दुईटै कुराबाट रेभोल्युसन भयो। आजको जनताले अपेक्षा गरेको नयाँ हिंसारहित शान्तिपूर्ण नयाँ ढङ्गले चाहिँ आम चाहिँ नयाँ पुस्ताको मनोविज्ञानमाथि हामीले काम गरेर गर्नुपर्ने चाहिँ रेभोल्युसन कस्तो हो, त्यसको नेतृत्व कस्तो हो भन्ने कुरा चाहिँ आजको पुस्ताले सोच्नुपर्छ। तपाईँले भनेको सही हो, सधैँ प्रचण्ड नेतृत्व इतिहासमा कहिल्यै बिर्सिन नहुने, कहिल्यै बिर्सिन नपाइने र यो इतिहास सम्झिँदाखेरि, लोकतन्त्रको इतिहास सम्झिँदा लोकतन्त्रको पिताको रूपमा, गणतन्त्रको नायकको रूपमा हामीले सम्मान गर्नुपर्ने पात्रको रूपमा स्थापित भइ नै सक्नुभयो। तर अबको रेभोल्युसनको निमित्त अध्यक्ष कमरेड प्रचण्डको अभिभावकत्व डेफिनेटली रहन्छ, कार्यकारी अभिभावकत्वै रहनुपर्छ, किनभने मैले भने यी सारा कुराको अभिभावकत्व उहाँले गर्नुहुन्छ। अब नयाँ क्रिएसनको निमित्त नयाँ पुस्ताको हाम्रो भूमिका कार्यकारी रोलबाट कसरी हुन्छ, नयाँ ढङ्गले हामीले कसरी जान्छौँ, यो चाहिँ हामी पार्टीभित्र गम्भीर ढङ्गले अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमै बहस गरिरहेका छौँ। उहाँले हामीले भन्नु परेको छैन, यो अध्यक्ष कमरेड स्वयं आफैले महसुस गरेर के अरे हाम्रो केन्द्रीय समितिलाई भङ्ग गरेर महाधिवेशनको आयोजना गर्नु भएको छ, आयोजक समिति बनाएको छ। उहाँले के भन्नु गर्न खोजिराख्नु भएको छ र मेहनत गरिराख्नु भएको छ, हामीले पनि सपोर्ट गरिरहेका छौँ कि एउटा विधि बनाएर नेतृत्व हस्तान्तरण। उहाँले प्रचण्डले छोड्ने मात्रै होइन, प्रचण्डले छोडे पछाडि बाँकी नयाँ आउनेले कसरी छोड्ने, कसरी लैजाने, यसलाई रेगुलर ढङ्गले चाहिँ माओवादीलाई माओवादी जस्तो नयाँ नयाँ एजेन्डाको, नयाँ नयाँ पुस्ताको लिडर पार्टीको रूपमा कसरी स्थापित गर्ने भन्ने कुराको विधि निर्माण हुँदैछ। हाम्रो पार्टीमा त्यो डेफिनेटली त्यो कुरा नयाँ पुस्ताले ह्यान्डल गरेर नयाँ रेभोल्युसनको नेतृत्व गर्नुपर्ने दायित्व नेकपा माओवादी केन्द्रमा आएको छ, त्यो गर्छौँ नै हामी। तपाईँ